यला महानगरपालिका सचिव न्याकगु स्थापना दिवस हंगुदु दिवस याचोले महानगरपालिका प्रमुख चिरबाबु महर्जन्य नायश्री सोमबा पुचे ज्याजो जुगुखा स्थापना दिवस ज्याजो उलेज्या प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यानादी गुखा हामी अत्यन्त हर्षित छौं गौरवान्वित छौं ज्याजोले सम्बोधन यासे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेसो व नेसोंगुले पालिका अवस्था स्वेबले विकास निर्माण लगायते जुगुच्या सन्तोषजनक जुगु थासे नकारात्मक खयत सिवे सकारात्मक खयत त्यान्वित बब्या दिल धार्मिक सांस्कृतिक ऐतिहासिक कला नगरी नेपालकै ज्येष्ठ स्थानीय तहको रूपमा रहेको ललितपुर महानगरपालिकाले नगरपालिका स्थापनाको 105 वर्ष पूरा गरेको यस सुखद अवसरमा नगरवासीहरू जनप्रतिनिधिहरू कर्मचारी लगायत सम्बद्ध सबैमा हार्दिक बधाई र हार्दिक शुभकामना व्यक्त गर्दछु। फोहोर सङ्कलन गर्ने अड्डाको रूपमा विक्रम सम्वत 1975 मा छेमडोल अड्डाको नामबाट स्थापना भई आज महानगरपालिकाको रूपमा आफ्नो पहिचान बनाउन सफल यस महानगरपालिकाको आफ्नो गौरवपूर्ण इतिहास छ। वार्षिक उत्सवको यस सन्दर्भमा महानगरपालिकाले पूर्वाधार विकास, संस्कृति सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा अनुकरणीय र अनुसरणीय पनि कार्य गर्दै आएको कुरा उल्लेख गर्न पाउँदा मलाई खुसी महसुस भएको छ र यो निकै सान्दर्भिक छ। ज्याजोले प्रधानमन्त्री प्रचण्ड च्यामसित छगु छगु लखत्तका नाप ललितपुर महानगर गौरव सिरपान लहलान दिगुख उहाँले आज प्राप्त गर्नुभएको रु 1 लाख पनि सप्तपाताल पोखरी बनाउनमै सहयोग गर्छु भनेर हामी सभाको क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएका रत्न बेहोसी बज्राचार्यज्यू, यसपछि दुण्ड बहादुर बज्राचार्य स्वर्गीय विप्लव अधिकारी पदको कोषमा राख्ने उहाँले घोषणा गर्नुभएको छ। हार्दिक बधाई छ सम्मानित हुनुभएकोमा। अधिकारीको श्रीमती विजेता अधिकारी स्टेजमा अब म महानगरपालिकाको कर्मचारीको तर्फबाट यस वर्ष उत्कृष्ट घोषणा हुने कर्मचारी राजकुमार सामुदायिक स्कुलबाट हाजिर जवाफ प्रतियोगितामा अथे वेकल महानगर दुने स्वास्थ्य बीमा सुरुयाना दिगुदु वेकल अपाङ्गता जुपमी छम मिसा छम मिजुआयत विद्युतीय कार्ड हस्तान्तरण याना स्वास्थ्य बीमा सुरुयाना दिगु ख उहाँहरूलाई प्रमुख अतिथिज्यूबाट बीमा कार्ड हस्तान्तरण हुँदैछ। ज्याजोले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सोनी गैले आगागी मौंगु दाबियाना दिल काठमाडौँ उपत्यका अहिले त्यो खाल्डा खुल्डी रहित बनेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका कुनै पनि सडकमा चाहिँ अहिले तपाईहरु खाल्डा देख्न सक्नुहुन्न। खानेपानीले समस्या बनाउँछ, विद्युतले समस्या बनाउँछ। त्यसका बावजुद पनि हाम्रो मन्त्रालय अन्तर्गतका सम्पूर्ण खाल्डाहरू हामीले व्यवस्थित गरेका छौं, मर्मत गरेका छौं र बाँकी कहीँ कतै छ भने त्यसको मर्मत गर्न पनि हामी प्रतिबद्ध छौं। यो कुरा पनि म तपाईहरुसँग अनुरोध गर्न चाहन्छु। सभापति आसन नवासे यर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन महानगरपालिका नेपाल सरकारले से ला माहना ज्यायन चुङ्गतासे बालक ज्यायात तालागु थेदिल आजको यस कार्यक्रममा सम्मानित ज्यूबाट जुन सागर्भित कुरा हामीलाई भन्नुभयो, म त अति हर्षले गदगद भएँ। वास्तवमै भन्ने हो भनेदेखि ललितपुर महानगरपालिकाले नेपाल सरकारको प्रत्येक काम कुरोको चाहिँ हामीले तारिफ गर्दै आइरहेका छौँ। नेपाल सरकारसँग हामी हातेमालो गरेर हामी अगाडि बढिरहेका छौँ। यसमा चाहिँ दुविधा छँदै छैन। यसमा मैले भन्नै पर्छ कि हाम्रो जति पनि जनप्रतिनिधिहरू हुनुहुन्छ उहाँहरू केही गरौँ भन्ने भावनाको लागि उहाँहरू अगाडि बढ्दै हुनुहुन्छ। हाम्रा सल्लाहकार सरहरू हुनुहुन्छ, उहाँहरू चाहिँ 9 डिफ्रेन्ट
कुराहरूमा चाहिँ उहाँ निकै उहाँहरूको विज्ञता उहाँले प्रदर्शन गर्दै हुनुहुन्छ र हाम्रा कर्मचारी मित्रहरू पनि ज्यादै राम्रा छन्। तसर्थ पनि ललितपुर महानगरपालिकाले वास्तवमै भन्ने हो भनेदेखि अघि सम्माननीयज्यूले भन्नुभयो जस्तै धेरै कुरामा हामीले चाहिँ राम्रो काम गर्न हामी सफल भइरहेका छौँ। ज्याजोले प्रतिनिधि सभा सांसद प्रेम बहादुर महर्जन, बागमती प्रदेश उद्योग वाणिज्य तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकार, ये महानगरपालिका प्रमुख बालेन्द्र शाह, येला महानगरपालिका पूर्व उपप्रमुख चन्द्र महर्जन, येला महानगरपालिका सचिव न्याक्कगु स्थापना दिवस छोले मिन्तुना देछाना दिगु ख। यो ललितपुर महानगरपालिका स्थापना भएको आज 105 वर्ष बित्दाखेरि मेरो अध्ययनमा 1975 मा छेमदुल अड्डा गठन भएको भन्ने कुरा हामीले सुनेको र 9 सालमा ललितपुर नगरपालिका गठन भयो। त्यस पछाडिको निर्वाचनमा मैले सुने अनुसार यो हो कि होइन, म पनि धेरै पछि जन्मिएको भएकोले त्यति बेला 15 सालको प्रजातन्त्र पछाडि नगरपालिकाको चुनाव हुँदा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचारी यहाँको मेयर हुनुहुन्थ्यो अरे भन्ने कुरा सुनेको छु। त्यो सायद र त्यस पछाडि पञ्चायतकालीनको रूपमा विकास हुँदै जाँदा अन्तिम प्रधानपञ्चको रूपमा र पूर्व मेयर पनि हुनुहुन्छ उहाँ बुद्धिराज बज्राचार्य र त्यस पछाडि बेखारत्न साक्य हुँदै अघि उपमेयर चन्द्र दाईले पनि कुरा राख्नु भएको छ। ललितपुर महानगरपालिकाको 105औं स्थापना दिवस को सन्दर्भमा हामी यहाँ उभिएका छौँ र सबभन्दा पहिला त म यसको उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। ललितपुर महानगरपालिकाका आदरणीय जनसमुदायलाई म हार्दिक अभिनन्दन गर्न चाहन्छु र शुभेच्छा प्रकट गर्न चाहन्छु। ललितपुर महानगरपालिका एउटा पृथक नगरपालिकाको रूपमा आफ्नो छुट्टै पहिचान निर्माण गरेर अगाडि बढिरहेको छ। यो महानगरपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतका आधारभूत संरचनाहरूको विकासको लागि निरन्तर रूपमा अगाडि बढिरहेको छ। काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका दुईटा एक आपसमा परस्पर सम्बन्ध भएका महानगरपालिकाहरू हुन्। काठमाडौँ एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन। प्राय उपत्यका बाहिरका 74 जिल्लाका मानिसहरूलाई काठमाडौँ उपत्यका आफैमा एउटै हो जस्तो लाग्छ। ललितपुर आए पनि काठमाडौँ जस्तो लाग्छ, काठमाडौँ गए पनि ललितपुर जस्तो लाग्छ। त्यसैले यो सम्पूर्ण उपत्यकाको विकास चाहिँ एकैचोटि हुनुपर्छ। कोही पहिलो, कोही दोस्रो, कोही तेस्रो भन्दा पनि एकैचोटि हामी सबै पालिकाहरू अगाडि बढ्नुपर्ने देखिन्छ। त्यो बढ्नका लागि केही कुराहरू चाहिँ हामी मेयरहरू, उपमेयरहरू बसेर पनि सल्टाउन सक्छौँ। तर कुनै कुराहरू यस्तो छन् जुन चाहिँ सङ्घीय कानुन र हाम्रो स्थानीय कानुनमा बाजिएका, जस्तै हाम्रो फोहोर व्यवस्थापन जुन बन्चरे डाँडामा सिस्टोलमा गर्दै आएका छौँ, त्योलाई चाहिँ अब स्थानीय सरकार आफैले गर्न सक्ने कुरालाई चाहिँ एउटा बाधा अडचन परेको छ त्यसमा कानुनी। त्यो बाधा अडचन फुकाइदिनु हुन सम्माननीयज्यूलाई यहीँबाट आग्रह पनि गरेँ, अनुरोध पनि गरेँ, जसले गर्दाखेरि उपत्यकाको फोहोर व्यवस्थापन 5 वर्षको लागि होइन कि 50 वर्षको लागि होइन कि 100 वर्षको लागि चाहिँ त्यो दीर्घकालीन होस् भन्ने चाहना छ। र केही कुरामा चाहिँ ललितपुर र काठमाडौँ फरक देखिन्छन्। उदाहरणको रूपमा काठमाडौँमा खोला अतिक्रमण छ, ललितपुरमा खोला अतिक्रमण छैन। काठमाडौँमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा फुटपाथ अतिक्रमण छ। एक दिन चाहिँ दुईटै अतिक्रमण हट्छ भन्ने आशा गर्छौँ। कुनै अतिक्रमण चाहिँ हामी स्थानीय सरकार आफैले पनि रोक्न सक्छौँ। तर खोला अतिक्रमण चाहिँ सम्माननीयज्यूलाई फेरि आग्रह गरेँ। सम्माननीयज्यूले चाहनुभयो भने अहिले यहाँदेखि अब अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो। त्यो आज 105 वर्षको जुन किसिमको स्थापना दिवस मनाइरहेका हामी छौँ, त्यसमा शुभकामना दिन चाहन्छु कि महानगरपालिकाले जुन जसरी गरिरहेको छ योभन्दा पनि भव्य रूपमा काम गर्न सकोस् भन्ने शुभकामना म दिन चाहन्छु। हुन त महानगरपालिकाले नमुनाको रूपमा, ललितपुर महानगरपालिकाले नमुनाको रूपमा काम जुन गरिरहेको छ सराहनीय छ। यसमा एउटा के छ भने स्मार्ट लाइटको बारेमा जुन किसिमको आइरहेको छ, यो जनताले राम्रो किसिमको यसको मूल्याङ्कन गरिरहेको छ भनेदेखि अहिले यो संस्कृति सम्पदालाई जुन जगेर्ना किसिमको जुन महानगरपालिकाले गरिरहेको छ
यो सराहनीय छ, शुभकामना छ। ज्याजोले येला महानगरपालिका उपप्रमुख मञ्जली साक्य बज्राचार्य संघीय सरकार आवश्यक कानुन मध्ये कुकुली स्थानीय तहले कर्मचारी नियुक्त या त समस्या जुको ख तया दिएको ख। आज हाम्रो महानगरवासीकै गौरवको दिन हो, 105औं स्थापना दिवस। ललितपुर महानगरपालिकाको धेरै गरिमामय विषयहरू छ, ऐतिहासिकताहरू छ। त्यस बीचमा आजको यो कार्यक्रममा पाल्नुभएका सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरूलाई महानगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु र उपस्थितिको लागि हार्दिक आभार र धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। ज्याजोले महानगर दुनिया उत्कृष्ट करदाता या सम्मान लिसे उत्कृष्ट कर्मचारी लिसे सेवानिवृत्त कर्मचारी तेतन सम्मान यागो ख। ऐतिहासिक व सांस्कृतिक नगर या मसीका बीत सफल येला महानगर देदस पुस 2 गते यात स्थापना दिवस रूपे हनवै छुमुदु।